हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भन्न त मिल्दैन, एकदमै घाँटी दुखिरहेको छ रुगा मार्कीले। एनीवे केही छैन। अनि के साथीहरू, आज चाहिँ हामी कहाँ गइरहेछौँ भन्नुहुन्छ भने नि हामी चाहिँ क्रिसमसमा 2 दिन छुट्टी थियो, सो छुट्टी मनाउनलाई साथीहरूकोतिर गइरहेछौँ। अनि साथी र म चाहिँ एक ठाउँ बस्छु, अर्को ठाउँ बस्नुहुन्छ क्या अरू साथीहरू चाहिँ। अनि साथीहरूको ठाउँमा गइरहेछौँ, एकदम एक्साइटेड भएर क्या, कस्तो एक्साइटेड भइरहेको छौँ क्या हामी। धेरै अगाडिदेखि प्लान गरेको नि त। अनि एकछिन बस कुर्यौँ, अनि एकछिन फोटोसोटो खिचेर बस पनि आयो, अनि त्यसपछि फाइनल्ली साथीकोतिर पुग्यौँ। अनि साथीहरूले चाहिँ खाना बनाएर राख्नुभएको रहेछ। खानासाना खाएर पोइजन गेम एकछिन खेलौँ न त, अरू साथीहरू नआउनेसम्म भनेर एकछिन खेल्नतिर लाग्यौँ है साथीहरू। अनि साथीको रुममा पुगेर खाना खाएर एकछिन गेम खेलेर त्यसपछि भरेको लागि ब्रेड पोल्नतिर लाग्यो। अनि कस्तो मजाले पोल्नु भएको के, हेर्नु न, कस्तो खाउँ खाउँ लाग्ने भएको थियो के। अनि आज चाहिँ हामी के गर्ने भने मासु पोलेर खाने, ब्रेड बनाउने, तरकारी बनाउने, खाने, नाच्ने, रमाइलो गर्ने भनेर चाहिँ प्लान गरेको थियौँ के। अब बल्ल बल्ल पाएको छुट्टी है, अब छुट्टी त मनाउनै पर्यो। के गर्ने, साथीहरू परदेशमा हो, एक दिन छुट्टी भए पनि कस्तो आनन्द मिल्छ नि त होइन। साथीहरूसँग बसेर खाएर गर्न पाए त कति आनन्द हुन्छ नि होइन र। त्यसपछि आयो दिदीको काम। दिदीको काम चाहिँ आलुको तरकारी बनाउने काम थियो भने अर्कोतिर चाहिँ कोइला सल्काउने काम भइरहेको थियो। अनि दिदीले चाहिँ कस्तो मिठो पाराले आलु भुटिराख्नु भएको थियो के। अनि अरू साथीहरू चाहिँ मासु पोल्नको लागि रेडी गरिराख्नु भएको थियो, अनि मासु पनि पोल्दै हुनुहुन्थ्यो कस्तो यो मिठो पाराले। यो सब प्लान गर्ने चाहिँ उहाँहरू नै हो है, जो कि उहाँहरूले नै मासु पोल्दै हुनुहुन्छ। अनि एकदमै आफ्नै पारामा थियो के, कोही मासु पोल्ने, कोही लाइट बाल्ने, कोही के गर्ने, सबैजना आफ्नै पारामा थियो। अनि कस्तो रमाइलो भइरहेको थियो होइन। अझ धेरै खुसीको कुरा चाहिँ के भने हामी आज एक रात सँगै हुनेवाला थियौँ सबैजना। मेरो चाहिँ केही काम थिएन क्या, मेरो चाहिँ भिडियो बनाउने मात्रै काम होइन। सबैजना आफ्नो पारामा हुनुहुन्थ्यो, कोही मोबाइल हेर्ने, कोही टिकटक हेर्ने हुन्छ नि। आज कुन गीतमा नाच्ने, के गर्ने भन्ने प्लान थियो के। जस्ट पार्ट अफ जोक है साथीहरू। अनि हाम्रो चाहिँ खाना पनि रेडी भइसक्यो, अलमोस्ट रेडी भइसक्यो। अनि मासु पनि पोलिसक्यौँ है। अनि त्यसपछि क्रिसमस केक पनि काट्दैछौँ। अनि सबैभन्दा सानोलाई चाहिँ प्रायोरिटी दिने नि काट्नलाई भन्ने, अनि हुन्छ नि त मै काटिदिन्छु भनेर मैले काटिदिएँ। ल ढिलै भए पनि ह्याप्पी मेरी क्रिसमस सबैजनालाई है त। अनि हाम्रो चाहिँ क्रिसमस होलिडे यसरी बित्दैछ साथीहरूसँग इन्जोय गरेर, ब्रेड पोलेर खाएर, कस्तो रमाइलो भइरहेको थियो कि। जिस्किरहेको थियौँ, हाँसिरहेको थियौँ। हामी छोरी मान्छेहरू चाहिँ कस्तो भने नि, पहिले खानुभन्दा चाहिँ स्टोरीमा हाल्ने हुन्छ नि, भिडियो बनाउने, फोटो खिच्ने, त्यो चाहिँ हुन्छौँ क्या हामी छोरी मान्छेहरू। छोरा मान्छेहरू त नहोला त्यस्तो है। अनि हामी चाहिँ खाना थाल्यौँ है त। सबै के एउटा फन्नी हान्दिने है म चाहिँ सबै भयो मेरो भयो। सबैको रोटी देखाउनु। के बोले भाइ, अब के बोले Oh my God! Wow! म रोटी देखाउन न मासु देखाउँछु ल। म रोटी देखाउन न मासु देखाउँछु ल। त्यसपछि हाँस्दै मस्किँदै जिस्किँदै हुन्छ नि खाना पनि खाइसक्न लाग्यो। अनि खाना खाइसकेपछि त हल्का त नाच्नै पर्यो होइन र।
अब धेरै टन्न खाइसकेपछि त यसो घटाउनलाई यसो एक्सर्साइज त गर्नै पर्यो होइन। अनि साथीहरू चाहिँ कसले सक्ने ल कति कति भनेर गरिरहेको थियो कि एक्सर्साइज। अनि हामी चाहिँ हेरेर हाँसेर बसिरहेको थियौँ। त्यसपछि आयो भोलिपल्ट। अनि भोलिपल्ट चाहिँ हामी क्यामेल पार्कतिर घुम्न जाने भनेर प्लान गरेको थियौँ। अनि सबैजना छिटो छिटो रेडी भएर आउनु भएछ। अनि खाजा साजा खाएर त्यसपछि लाग्यौँ क्यामेल पार्कतिर जाने बस स्टेसनतिर। हाम्रो चाहिँ आज सबैजनाको आज घुम्ने ठाउँ चाहिँ फर्स्ट टाइम है, कोही पनि जानुभएको थिएन रहेछ, इभन म पनि। अनि सबै सधैँ एकै ठाउँ घुमिराख्न त अल्छी हुन्छ नि त, सधैँ कति घुम्ने भन्ने हुन्छ। अनि अलि नयाँ नयाँ ठाउँहरू नि घुमौँ न भन्ने हुन्छ नि त, त्यही भएर सबैजना एक्साइटेड भइरहेको थियो क्या। अनि फाइनली बस पनि आयो। अनि एकदमै राम्रो राम्रो दृश्यहरू हेर्दै अनि क्यामेल पार्कतिर लाग्दैछौँ। फाइनली क्यामेल पार्क पनि आइपुग्यो। मौसमले नि एकदम साथ दिइरहेको थियो के। क्यामेल पार्कभित्र चाहिँ यो जनावरहरू हेर्न पाइँदो रहेछ। अनि हामी चाहिँ टिकट काट्यौँ अनि लाग्यौँ भित्रतिर। कस्तो दामी दामी डलहरू राखेको रहेछ बेच्नलाई। अनि हामी चाहिँ हेर्दै गइरहेछौँ। अनि सुगा चाहिँ छेउमै रहेछ क्या, सुन्नु है कस्तो क्युट पाराले हेलो भनेको हेर्नु न। अनि हामी चाहिँ भित्रको ठाउँहरू हेर्दै गइरहेको थियौँ। थरी थरीको चराचुरुङ्गी जनावर अनि जरायो के भन्छ यिनीहरू। अनि विशेष गरी चाहिँ उड। अनि हाम्रो चाहिँ उडमा चढ्ने प्लान थियो, पछि अब चढ्ने ल भनेर पहिले चाहिँ भिडियोहरू त बनाउनै पर्यो, यसो घुमेर हेर्नु पर्यो होइन। जरायो चाहिँ हेर्नु न कस्तो मजाले आएको के, डरै नमानिकन। अनि थरी थरीको जनावरहरू पनि रहेछ, सँगै पनि राख्दो रहेछ, झगडा पनि नगर्दो रहेछ। अनि त्यसपछि माछा, अनि माछा पनि यस्तो धेरै हेर्नलाई आकर्षक हेर्न लायकको ठाउँहरू धेरै ठाउँ रहेछ। अनि हामी चाहिँ उड चढ्नलाई वेटिङमा बसिरहेछौँ। अनि कति ठुलो ठुलो के उड त, ओ माई गड, म त कस्तो डर लागेको के, चढौँ कि नचढौँ भएको, त्यही पनि त एक्सपिरियन्स त लिऊँ न भनेर चाहिँ हामी चाहिँ लाग्यौँ उडतिर। अनि कस्तो भिडियो बनाइदिने मान्छे नै नभएर हेर्नु न, आफू बनाउँदै कस्तो धेरै अगाडिकोले पछाडिको बनाइदिने, पछाडिको अगाडिको भन्दै कराउँदै हिँडिरहेको थियो। कस्तो मजा आइरहेको थियो है चढ्नलाई। एकदमै राम्रो भ्यू पनि देखिरहेको थियो उड माथिबाट। अनि कस्तो आनन्द के यस्तो रमाइलो, ओहो यस्तो रमाइलो 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 भइरहेको थियो है। अनि हाँस्दै रमाउँदै है एक फन्का घुमायो कि हामीलाई चाहिँ, एक फन्का घुमाउँदो रहेछ नि त। अनि एक फन्का घुमाउँदै हामी चाहिँ ल भिडियो बनाइदिनु पर्यो है हाम्रो पनि भन्दै हिँडिरहेको थियो। अनि यस्तो रमाइलो भइरहेको थियो कि ओहो हेर्नुहोस् न, उड चढ्न पाएपछि त सबजना मक्ख क्या, हेर्नु न साथीहरू। अनि हाम्रो चाहिँ टाइम पनि सकिन लाग्थ्यो, अझै नसकोस् भन्ने त भएको थियो, तर पनि के गर्ने, सकिनै पर्छ त, झर्नै पर्छ, हामीले भनेकोले हुँदैन। हाम्रो चाहिँ घर जाने बेला पनि भयो। जसले हामीलाई 3 जेलसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। बाई बाई, नमस्ते।